यो के अरे यो झन्डा हो नेपालको राष्ट्रिय झन्डा होइन भाइ कति वर्षको भयो कान्छो घर कहाँ हो भाइ तिमीहरूको जोरपाटी जोरपाटी लाचेन शेर्पालाई चिन्छौ लाग्छन् कहाँ छ त्यो आज घरमै घरमै छ यो आएन लाचेन पाल्टिन छ कि छैन यहाँ पाल्दैन छ छ फुटबल खेल्नु गएको होला त्यो ए हो ल कहाँ छ ल ल आइ भन्ने हाय गरेर सम्पर्कमा ल्याउन नि गाह्रो हो त गरे त गाउँको हजुर म तपाईँहरूकै ठाउँमा आएको थिएँ नि त घुम्नु यो माथि यो झन्डा गाडेको ठाउँमा आएको परेवादिनको टोली नै हो नि तपाईँहरूको सबै टोलीहरू लिम्बू भाषा मजाले बोल्नु हुँदो रहेछ आउँदैन हो के लिम्बू हो तपाईँहरू तुम्बाङथे तपाईँहरू कहाँबाट यहाँ आउने सोच आयो तपाईँलाई 81 जम्मै अनि अब यो त आमाजुको ए मेरो आमा यो एरियाहरू परेवादी परेदेन 5 आज भोलि त ल कहाँ छौँ सतर जोरपाटी गाउँपालिकामा हार्दिक स्वागत छ भाइ चाहिँ हर हर महादेव जहाँ गइरहेछौँ हामी एकदम टिकटक भोरी देखेर मस्त कति मिनट लाग्छ हिँडिदिउँ न त गाइज मन्दिर पनि रहेछ यहाँ यो चाहिँ स्पोन्सर गर्ने व्यक्तिहरूको नाम हुनसक्छ नामहरू जम्मै लेखेको रहेछ नि यो के को झन् यो ठिक रहेछ है यो के मगरको झन्डा हो यो हो र यस्तो हुन्छ ल हेर्दै हेर्दैछु म त कताबाट आउनुको दिदीहरू माथि पुगेर कति टाढा छ माथिसम्म निकै माथिसम्म झन्डा हो दे ल आधी घन्टा लाग्छ दे तपाईँहरू कहाँबाट आउनुभएको हजुर कि नजिकै हो ल दे ल हामी चाहिँ अलिक टाढाबाट आएको र यहाँ नजिकैबाट आउने दिदीहरूलाई यसो कैद गर्दै हिँड्दैछौँ आइया सौजन्य छत्र सुब्बा अध्यक्ष छत्र जोरपाटी गाउँपालिका उहाँले चाहिँ यो के को यो भाषा पढ त आउँछ तिमीलाई ल त्यही त आफ्नो फेसबुक आफ्नो गरिदिन्छ म अलिकति अगाडि बढ्नु चाहेँ सट्ट लाइट पर्यो ल सट्ट हिँडेको हिँडेछु म एक कोरो हेलो 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 ल अझै माथिसम्म छ रहेछ यो चाहिँ
कहाँसम्म हो एकदम पर्यटकहरूलाई एकदम यो छुट्टीको टाइममा चाहिँ भिडियोहरू टिकटक भिडियोहरू यसो फोटो खिच्नु पनि रमाइलो ठाउँ रहेछ 70 जोरपाटी गाउँपालिकामा पर्ने यो चाहिँ 70 जोरपाटी 2 धनकुटा अनि विभिन्न तल चाहिँ राष्ट्रिय झन्डाहरू थियो भने अहिले यो चाहिँ झन्डा के को भन्दाखेरि चाहिँ शेर्पा झन्डा चट्टो छ वारपार हिँडिदिउँ न त एकचोटि कहाँसम्म पुगिन्छ गर्मीले गलेर लित्तै भएको अवस्था उफ यहाँसम्म झन्डा गाड्न बाँकी रहेछ यहाँ आइपुगेर चाहिँ झन्डाहरू गाडीको छैन पर रहेछ फेरि एकछिन यहाँ सट्टो बस्ने ल अल्छी लाग्यो अब चाहिँ लगाएको छ हात लाउने यस्तो यो गोड खालको लाछेन कतिमा पर्छ अहिले पड्काउने 2 मा ल दादा कतिमा पर्छ दादा 9 मा दादा है दादा ठुलो भइसक्यो ल दादाले मलाई चिन्छ चिन्दैन भरे भन्ने ल एक्जाम नि सकिसक्यो दादा 10 मा ए 10 मा पुग्यो ल तिम्रो रोल नम्बर कति छ रोल नम्बर 3 ए ल लाछेन बाइ बाइ खै खाता लाग्यो खै कस्तो अनि यहाँदेखि आउट जान्छु नि त हो लड्यो भने चाहिँ दाँत खिच्छ चस्मा लगाइदिउँ न त कसो के हो कसो हो होइन लाछेन बोल्दैन न बोल्दैन लाछेन नेपालको झन्डामा खिचौँ न त हुन्छ र तपाईँ उता धनकुटाको त्यो धजे डाँडा पुग्नु भयो कि भन्नु बस्ती नै हुन्छ ल यो ग्रेट वाइल्ड धजे डाँडा सिद्धुवाको यहाँ त जिउ हो त्योभन्दा तल लडिने रहेछ धेरै माया गरिदिनु होला म पनि क्लिप लगाइदिन्छु होइन कमला मिसलाई पनि सर्ट सेयर गरिदिन्छु कतिको हेर्नुहुन्छ लाग्छ नि ओए नाकुरी कहाँ गएको डरिन्छ हौ ओए भाइ डर चाहिँ यता शेर्पा त करोडकै निस्क्यो हो आउनु न ए हो एउटा सर्ट 1 2 3 परेवादिनको टोली नै हो नि तपाईँको सबै टोलीहरू लिम्बू भाषा मजाले बोल्नु हुँदो रहेछ आउँदैन हो के लिम्बू हो तपाईँहरू तुम्बाम्फे तपाईँहरू कहाँबाट यहाँ आउने सोच आयो तपाईँहरूले 81 जम्मै अब यो त आमाजुको ए यो मेरो आमाजु यो एरियाहरू यो परेवादी 5 आज भोलि त
पहिले त 4 थियो होइन कहिलेदेखि यहाँ मान्छे अलिक भिड हुन थालेको थियो तपाईँलाई थाहा छ मलाई त म पनि हजुर म 5 तिर बस्छु तर यो धेरै मान्छेहरू आउनु थालेको चाहिँ यो अलि तल त्यो झन्डाहरू देख्नुभयो नि हो त्यो राखेदेखि चाहिँ अलि धेरै मान्छेहरू आउनु थाल्नु भएको जस्तो लाग्छ मलाई चाहिँ म पनि 5 तिरै बस्छु नि 5 कुन ठाउँ 5 फेदिङ हजुर सदरमुकामै बस्नुहुन्छ हैन मेरो बुहारीहरु यसो लु सासु आमाहरुलाई घुमाउनु ल्याउनु भयो हजुर सासु आमाहरुले यसो घुमाउनु ल्याउँ भनेको त्यो सिँढीमा आउनै सकेन कति टाइम लाग्यो तपाईहरुलाई यहाँ आइपुग्नु हामी लाग्यो नि 1 घण्टा लाग्यो है 1 घण्टा लाग्यो है 1 घण्टा लाग्यो लिम्बुहरुलाई यसो चिया बिना हुँदैन अब चिया हुनु पर्ने नि आमाजले दिनु हुँदैन नि यता आमाजले दिनु हुँदैन मेरो त आमा पकाउनु भइ छैन यो उहाँ जस्ट कहाँनेरि भन्नु यो बनाउनुको ठाउँ ए चौतारा चाहिँ त्यो भएर यसो हेर्न पनि आउनुभयो होइन घुम्न पनि आउनुभयो ल ठिक छ चढ कान्छ चढ कसरी हुन्छ चढ्ने लु चढ्ने लु चढ्ने लु चढ्ने लु छिटो लासन शेर्पा भनेसट्ट घामहरू बिहानको समयमा एकदम कहाँ जानुभयो फेरि मेरो कन्टेन्ट खासै बनेन करोडको कन्टेन्ट भएन शेर्पाहरू राख्ने ठाउँ चाहिँ कहाँ अरे मिस त्यो परको त्यो तपाईँलाई हस् त हस् हुन्छ है धेरै धेरै धन्यवाद यो चिसो ल्याइदिनु भएकोमा यो चिसोसँगै हामीले चाहिँ उहाँलाई यो छेउछेउको फोहोर मैला टिप्नको लागि हामीले उहाँलाई अराइरहेको छौँ अब एकछिन पछाडि हेरौँ कहाँ जाने कहाँ यसको हालत ल सर र हिँड्दै आउँदा कहाँ चाहिँ अस्ट्रेलियन एयरडी भनेपछि यो ठाउँलाई उनीहरूले बाहिरी प्रोजेक्टबाट गरेको रहेछ यसलाई यसो फुलुस झारेको जसले खाए पनि अब हामी चाहिँ यो टिप्ने जेस राम्रो देखिन्छ नि त भरे यहाँको मान्छेलाई पनि टिप्नु लाउने म एकजना म्याडमलाई बोलाइरहेको छु उहाँलाई चाहिँ यो फोहोर मैलाहरू एउटा उमा भाँडामा टिप्नु लाउने ठुल्ठुलो प्लास्टिक लिएर आउनु भन्नुभयो फोन गरेर के भन्नुहुन्छ भिडियो लिइरहेको छु एक ग्रुपबाट अब यति फोहोर हुन्छ भनेपछि त अनि डस्टबिनको व्यवस्था गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ यहाँको साथीभाइहरूलाई यसो जानकारी गराउनु पर्यो डाँडा भेटेको दाइले क्यामेराबाट भिडियो बनाइदिनु भएको दाइ ल यहाँ बहिनीहरूको यसो गफ गर्दै मिसकल पनि हानिसकेको अब कति छिटो अरे नि त मेरो त फोन लाग्दैन नि त ग्याटिङ लो भन्छ त ल ल ठिक नआउने बनाउनु के हुँदैन हौ यहाँ आएको त डाँडा खोजिरहेको चस्मा लाएर त केही देखिँदैन अन्धकार लाउनु ल हुन्छ ठिक छ ल यहाँ नाच्नु न म घरमा पठाइदिन्छु तपाईँलाई अनि आफै एडिट गर्नु ल साँच्चै पठाइदिन्छु नाचेको भिडियो कि ल कहाँ छौँ छतर जोरपाटी गाउँपालिकामा हार्दिक स्वागत छ दाइ चाहिँ
हर हर महादेव। ल हामी चाहिँ अब यो के भन्छ जेफाले के भनेको थियो यो ठाउँलाई हेर्न गइरहेछौँ हामी। एकदम टिकटक भरि देखेर मस्त। कति मिनट लाग्छ हिन्दीमा त गाइज। मन्दिर पनि रहेछ यहाँ। यो चाहिँ स्पोन्सर गर्ने व्यक्तिहरूको नाम हुनसक्छ। नामहरू जम्मै लेखेको रहेछ नि। यो के को झन् यो ठिक रहेछ है। यो के मगरको झन्डा हो? यो हो र यस्तो हुन्छ? ल हेर्दैछु म त। कताबाट आउनुको दिदीहरू? माथि पुगेर कति टाढा छ माथिसम्म? निकै माथिसम्म झन्डै झन्डा हो दि। ल आधी घन्टा लाग्छ दि। तपाईँहरू कहाँबाट आउनुभएको? हजुर यी नजिकै हो। ल दि ल हामी चाहिँ अलिक टाढाबाट आएको र यहाँ नजिकैबाट आउने दिदीहरूलाई यसो कैद गर्दै हिँड्दैछौँ। आइया सौजन्य छत्र सुब्बा अध्यक्ष छत्र जटुपाटी गाउँपालिका। उहाँले चाहिँ यो के को हो यो भाषा पढ त आउँछ तिमीलाई? ल त्यही त आफ्नो फेसबुक आफ्नो मर्जिन्छ। म अलिकति अगाडि बढ्नु चाहेँ। सट्ट लाइट पऱ्यो। ल सट्ट हिँडेको हिँडेछु म एक कोरो। हेलो 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 ल अझै माथिसम्म छ रहेछ। यो चाहिँ कहाँसम्म हो? एकदम पर्यटकहरूलाई एकदम यो छुट्टीको टाइममा चाहिँ भिडियोहरू टिकटक भिडियोहरू यसो फोटो खिच्नु पनि रमाइलो ठाउँ रहेछ। 70 जोरपाटी गाउँपालिकामा पर्ने यो चाहिँ 70 जोरपाटी 2 धनकुटा। अनि विभिन्न तल चाहिँ राष्ट्रिय झन्डाहरू थियो भने अहिले यो चाहिँ झन्डा के को भन्दाखेरि चाहिँ शेर्पा झन्डा चट्ट छ। वारपार हिँड्दिउँ म त एकचोटि कहाँसम्म पुगिन्छ। गर्मीले गलेर लित्तै भएको अवस्था। उफ
यहाँसम्म झन्डा गाड्न बाँकी रहेछ। यहाँ आइपुगेर चाहिँ झन्डाहरू गाडीको छैन, पर रहेछ फेरि। एकछिन यहाँ सट्टो बस्ने, अल्छी लाग्यो यहाँ चाहिँ। यहाँदेखि देखेको वारिपारिको सिनहरू हुस्से लागेको र त्यति राम्रो देख्न पाइएन। यो के अरे? नेपालको राष्ट्रिय झन्डा होइन भाइ? कति वर्षको भयो कान्छो? घर कहाँ हो भाइ तिमीहरूको? जोरपाटी। लाचेन शेर्पालाई चिन्छौ? कहाँ छ त्यो आज? घरमै छ? यो आएन लाचेन? पाल्टेन छ कि छैन यहाँ? छ? फुटबल खेल्नु गएको होला त्यो। ए हो, ल कान्छ ल। ल आइ भन्ने ग्रेट वाल। यो सिद्धुवाको ग्रेट वाल हो क्या। हेर न यहाँ जम्मै यो बाँझोहरू, यो झोडी फाँडेर पुरै। कहाँबाट आएको बहिनीहरू? जितपुर। टाढोबाट आएको रहेछ बहिनीहरूलाई, एकदम टाढै जानुपर्ने भयो होइन? गाह्रो छ। जितपुर भनेको यता, जितपुर भनेको कहाँ पो बहिनी? जितपुर भनेको कहाँ हो? यहीँ छेउ नजिकै हो? ए यता? ए ढुङ्गा खाने, यो सिमेन्टी खाने? ल ठिक छ। जितपुर हामी चाहिँ टाढोबाट आएको, बहिनीहरू यहीँ नजिकको त झन् टाढो भन्छ है। गाह्रो छ हामीलाई। ल माथिको डाँडा पुगौँ भनेको अहिलेसम्म पुगेको छैन। हामी आधी बाटोमै छौँ। ल हेर्नुहोस् एकदम उब्जाउ भूमिहरू। हामी अब चाहिँ आजको मेन पोइन्टमा आइपुग्न आँट्यौँ। साइडमा झन्डा फरफरान हौ केसर ल एकदम कुदैछौँ है। दिदी चाहिँ के थरी? बहिनी चाहिँ के थरी हो? के लिम्बू हो? थोक्लेनहरू त्यो ठाउँमा धेरै छ होला होइन? थोक्लेनहरू धेरै छ त्यो ठाउँमा होइन? तपाईँहरूको ठाउँमा पऱ्यो भने पुरा गलेको अवस्था। उफ अगाडि कुदिरहेको छ। यहाँ कति हुनुहुन्छ यहाँ अगाडि हेरौँ। आमा पुग्न त धेरै माथि रहेछ। अगाडि बढेँ। एकदम गलिसक्यो। सानो मान्छे गलेन? हेलो लाई त कपुर थान्नु रहेछ। अझै माथि पुगौँ भनेको कहिले हो? बिचमा स्ल्यामसाकमा अनि खुर्मीको आकार देखिरहेछ। यहाँदेखि चाहिँ माथि हामी जुन ठाउँमा पुग्ने हो त्यो ठाउँ पुग्न चाहिँ एकदम उकालो रहेछ। अझै म चाहिँ गलिसकेँ। हामी चाहिँ तल
जोरपाटीको साइडमा गाडी राखेर गुटुङ टुङ टुङ उकालो चढेको अवस्था। तर खुट्टा चल्न सकेको छैन अहिलेसम्म। ल यस्तै छ गाइज। हजुरले यो ठाउँ कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोस् है। यहाँ झन् अल्को माया जस्तो हुँदो रहेछ। झन्डा फर्फरेको छ, तल चाहिँ हावा चलेको थिएन। एकदम तलसम्म मान्छेको घुइँचो एकदम धेरै छ। शनिबारको दिन भएर पनि होला। जोरपाटी बजार बोल्दाखेरि सासले नै भ्याइरहेको छैन। गलियो बहिनी, गलियो। ओके ल यस्तै छ है। के छ यहाँ माथि हेरौँ न त एकचोटि। माउन्टेन रेन्ज भ्यू पॉइन्ट ध्वजी डाँडा। ल यहाँबाट वरिपरि एकचोटि हेरौँ न त हामी पनि। सिन्धुवा बजार देखिरहेको छ अगाडि भने माथि माथि तिनजुरे एरिया। एउटा फोटो खिचिदिँदैन अनि यसले म त रिस उठेर अनि जानुपर्छ त कहाँ। कति माया गरेर जुत्ताको लेस भनेको। अनि हिमालको रेन्ज देख्यो भने खतरा।